हराएको छ भने कृपया यो बाइक बजेको ठाउँमा आएर मान्यज्यूले आज्ञामा मृत्यु मान्यज्यूको नाममा 105 को सहयोग गर्नुभएको छ उहाँले धन्यवाद दिन त्यसै गरी काभ्रेबाट रामेश्वर बरालज्यूले स्वर्गीय माता सावित्री बरालज्यूको सम्मान स्वरूप 105 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी सिन्धुपाल्चोक निवासी मोती बहादुर थापाज्यूले स्वर्गीय माता चेत कुमारी थापाज्यूको सम्मान स्वरूप र पितृहरूको नाममा भनी 105 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी रामेछाप निवासी पप्पा तामाङज्यूले